साथीहरू नमस्कार, म सुरज चन्द सधैँ तपाईँहरू माझमा आज पनि नयाँ भिडियोका साथमा उपस्थित भइसकेको छु साथीहरू एसभिसी ब्लगर युट्युब च्यानल मार्फत। तपाईँहरूलाई थाहा छ मैले प्रायः जसो मलेसियाका नयाँ नयाँ अपडेटहरू सकेसम्म एभ्रिडे नत्र 3 दिन होइन भने 7 दिनमा एउटा न एउटा दिने गरेको छु साथीहरू। त्यही भएर पनि तपाईँहरू यदि मेरो च्यानलमा नयाँ भिजिट गर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिन नभुल्नुहोला साथीहरू। र भिडियो कस्तो लाग्छ आफ्नो प्रतिक्रिया चाहिँ कमेन्टमा अनि लाइक गरेर चाहिँ हामीलाई दिन सक्नुहुनेछ। र आजका विभिन्न विषयवस्तुमा तपाईँलाई चाहिँ आज जानकारी गर्नेछौँ र धेरै साथीहरूका प्रश्नहरू पनि आइरहेका छन्। मलेसिया कहिले खुल्छ, कुन क्षेत्रमा खुल्छ, कस्तो छ, के छ, स्यालेरी कतिपय कम्पनीहरूमा चाहिँ नबढेको अवस्था पनि छ, किन बढेन, र पछिल्लो समय जुन तपाईँको अस्ति होलीको दिन चाहिँ आजभन्दा केही दिन पहिला मार्च 14 तारिक चाहिँ मलेसियाको पेराक राज्यमा चाहिँ जुन घटना घट्यो, एउटा नेपाल चाहिँ एक्सिडेन्टमा बित्नुभयो र त्यसपछि चाहिँ झन्डै झन्डै आन्दोलन गरेपछि 13 जना नेपालीहरू चाहिँ त्यहाँ समातिएको अवस्था छ। तिनीहरूको पनि के भइरहेको छ र तपाईँ हामीले चाहिँ मलेसियामा के गर्दा ठिक, के नगर्दा ठिक भन्ने विषयमा चाहिँ आज मैले चाहिँ सबै चर्चा परिचर्चा गर्नेछु साथीहरू। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। र सबैभन्दा पहिले साथीहरू स्यालेरी चाहिँ कहिले किन बढेन त? धेरै सेक्युरिटी कम्पनीहरूमा चाहिँ स्यालेरी नबढेको र कतिपय अन्य कम्पनीहरूमा पनि स्यालेरीहरू चाहिँ नबढेको भन्ने कुराहरू चाहिँ हामीले सुन्दै आइरहेका छौँ साथीहरू। अब विशेष गरेर हेर्नु साथीहरू, स्यालेरी भनेको प्रायः जसो मलेसियामा काम गर्ने, कुनै पनि कम्पनीमा काम गर्ने, कुनै पनि ठाउँमा काम गर्ने नेपालीहरूको चाहिँ स्यालेरी बढ्नुपर्ने हो। विशेष गरेर यहाँको सरकारले चाहिँ 1 वर्ष पहिला नै झन्डै झन्डै तपाईँ 2025 को फेब्रुअरी 1 तारिकदेखि लागू हुने गरी हरेक विदेशी वर्करहरूको स्यालेरी चाहिँ 1700 हुने भनेर चाहिँ भनिसकेको थियो। भने लगभग तपाईँको चाहिँ 80% कम्पनीहरूमा चाहिँ स्यालेरी बढिसके पनि 20% कम्पनीहरूमा चाहिँ स्यालेरी नबढेको भन्ने हामीले चाहिँ विभिन्न साथीहरूबाट चाहिँ हामीले सुन्दै आएका छौँ र विभिन्न साथीहरूका चाहिँ गुनासाहरू पनि सुनेका छौँ। त्यसमा पनि विशेष गरेर सेक्युरिटीहरूको चाहिँ स्यालेरी नै नबढेको, महिनामा 30 दिनको 30 दिन ड्युटी, तर तपाईँको चाहिँ 12 घन्टाको हिसाबमा गर्दाखेरि स्यालेरी जम्मा 1900 देखि 2100 सम्म मात्रै आउने भन्ने कुराहरू चाहिँ सुन्दै आइरहेका छौँ। तर यो विषयलाई केही दिन अगाडि चाहिँ मलेसियामा रहेको नेपाल राजदूतावास मलेसियाले पनि एउटा फेसबुकमा चाहिँ फर्म नै राखेको थियो। कसको स्यालेरी बढेको छैन, कम्पनीको नाम, आफ्नो नाम र सबै कुराहरू त्यसमा लेखेर चाहिँ तपाईँहरू हामीलाई चाहिँ सेन्ड गर्नुहोला, हामीलाई चाहिँ पठाउनु होला भनेर भनिराख्नु भएको थियो। त्यसमा धेरै साथीहरूले चाहिँ त्यो गर्नुभयो होला जस्तो पनि लाग्छ। नगरेको भएपछि एम्बेसी अफ नेपाल भनेर तपाईँले चाहिँ त्यहाँ एम्बेसी अफ नेपाल मलेसिया भनेर चाहिँ सर्च गर्नु होला फेसबुकमा, र त्यहाँ त्यो फर्म चाहिँ तपाईँले भेट्टाउनुहुनेछ र तपाईँले चाहिँ त्यो भेट्टाइसकेपछि त्यसमा चाहिँ भर्न सक्नुहुनेछ। नेपालीमै लेखेर तपाईँले चाहिँ आरामले सेन्ड गर्न सक्नुहुनेछ साथीहरू। एप्लाई गर्नुहोला, त्यसपछि चाहिँ एम्बेसीले पक्कै पनि त्यसको सुनवाई गर्नेछ। अब स्यालेरी किन बढेन भन्दाखेरि धेरै जसो कन्ट्याक्टहरू चाहिँ एकदमै चोर डाका र यहाँका फटाहरूले चाहिँ चलाइरहेको भएको हुनाले नेपालीहरूको चाहिँ स्यालेरीहरू चाहिँ नबढेको अवस्था हो धेरै कम्पनीहरूमा। त्यो तपाईँ ढुक्क हुँदा हुन्छ। तपाईँले चाहिँ यदि तपाईँको स्यालेरी बढेको छैन भने सम्बन्धित निकाय हाम्रो एम्बेसी हो र नेपाली एम्बेसीलाई चाहिँ तपाईँले गएर हुने हो कि तपाईँले चाहिँ त्यहाँबाट केही फर्महरू भरेर हुने हो कि आफ्नो समाधान चाहिँ तपाईँले सजिलै गर्न सक्नुहुन्छ। त्यति डराउनु पर्ने कुरा छैन, त्यो तपाईँले पाउनुपर्ने कुरा हो र तपाईँले जहिले पनि त्यो पाउनुहुन्छ है त। अब अर्को कुरा साथीहरू, मलेसिया कहिले खुल्छ भनेर। अब साथीहरू मलेसिया त तपाईँको चाहिँ यो प्लान्टेसन क्षेत्रमा चाहिँ झन्डै झन्डै खुलेको 4-5 महिना जति भइसकेको छ भने धेरै नेपालीहरू चाहिँ कामको लागि आइ पनि सकेको अवस्था देखिन्छ। त्यो काम भनेको जङ्गलमा तपाईँको चाहिँ वनस्पति तेलहरू टिप्ने, त्यसलाई चाहिँ लोड अनलोड गर्ने र त्यस्ता कामहरूमा चाहिँ तपाईँहरूको लागि चाहिँ खुला नै थियो। र पछिल्लो समय नेपाली एम्बेसीको कुरा सुन्दा र हामीले हेर्दाखेरि र बाहिरबाट पनि कुराहरू सुन्दाखेरि अब चाहिँ चाँडै चाहिँ मलेसियाका विभिन्न सेक्युरिटी कम्पनीहरूमा चाहिँ नेपालीहरूलाई चाहिँ सेक्युरिटीमा चाहिँ ल्याउनका लागि चाहिँ यो डिमान्डहरू चाहिँ नेपालमा गइसकेको पनि भनिएको छ। तर त्यसलाई चाहिँ यहाँको कुनै पनि मलेसियाको सरकारको कुनै पनि पक्षले, कुनै पनि निकायले चाहिँ अहिलेसम्म नेपाली एम्बेसीलाई चाहिँ तेरो मान्छे ल्याउन पाऊँ भनेर कुनै पनि अहिलेसम्म निवेदन नगरेको कारणले गर्दाखेरि त्यो एप्रुभ नभएको मात्रै हो। र चाँडै चाहिँ खुल्ने भनेर चाहिँ एम्बेसीले बताइसकेको छ। केही दिन पछाडि चाहिँ खुल्छ भन्ने तपाईँलाई चाहिँ यो पनि आकलन गर्न चाहन्छु। तर अरू क्षेत्रमा होइन कि तपाईँको सेक्युरिटीको लागि चाहिँ तपाईँले चाहिँ आउन सक्नुहुन्छ जस्तो मलाई लाग्छ। केही दिन पछाडि, अहिले नै खुलेको चाहिँ छैन है साथीहरू। अब अर्को विषय छ साथीहरू, विशेष गरेर हेर्नुहोस् मलेसियाको पेराक राज्यमा चाहिँ आजभन्दा केही दिन अगाडि झन्डै 2 हप्ता पहिला चाहिँ होलीको दिन चाहिँ एउटा नेपाली चाहिँ गाडी एक्सिडेन्टमा परेर चाहिँ मृत्यु भएको थियो। त्यो मुख्य कारण भनेको त्यहाँ होलीहरू खेल्ने क्रममा चाहिँ अब यहाँको व्यस्तता सडकहरूमा चाहिँ अलिकति उनीहरूले चाहिँ रक्सी खाएको अवस्थामा भन्ने कुराहरू आएको छ। तर साँचो रोकियो त्यो ठ्याक्कै अब हामीले जानकारी चाहिँ पाउन सकेका छैनौँ। त्यसमा चाहिँ मान्छे मरिसकेपछि नेपालीहरूले चाहिँ झन्डै 500-600 जना नेपालीहरू चाहिँ सडकमा आएर चाहिँ आन्दोलन गरिसकेपछि अगुवाई गर्ने 13 जना नेपालीहरूलाई चाहिँ समातेको छ। र तिनीहरूलाई चाहिँ विशेष गरेर यहाँको कानुन अनुसार दण्ड सम्बन्धीको 147 नम्बरको धारा लगाएर चाहिँ समातेको छ, जसमा चाहिँ त्यो धारा अनुसार चाहिँ 2 वर्ष कैद पनि हुनसक्छ र तपाईँको चाहिँ अलिकति तपाईँको चाहिँ पैसाहरू तिरेर, केही पैसाहरू पनि तिरेर चाहिँ निकाल्न पनि सकिन्छ। यदि होइन भनेपछि दुइटै हुनसक्छ पनि भनिएको छ। तर त्यसको अब के हुन्छ यहाँ कानुन अनुसार अब त्यो हामीले भन्न सक्दैनौँ। तर अब जे भए पनि विदेशीहरू भएको कारणले गर्दाखेरि
यो विषय चाहिँ हाम्रो नेपाल एमबीसम्म पनि पुगिसकेको र विशेष गरेर नेपालसम्म नै यो कुराहरू पुगिसकेको भएको हुनाले केही न केही यसको सुनवाई हुनुपर्छ र तिनीहरूलाई चाहिँ निकाल्नै पर्छ। सबैले तपाईँ हामीले चाहिँ यसमा दबाब पनि दिनुपर्छ भन्ने मेरो सबैलाई चाहिँ भनाइ र सल्लाह सुझाव पनि हो। किनभने कुनै नेपाली यहाँ आन्दोलन गर्न आएको होइन, आक्रोशमा साथी मरिसकेपछि आक्रोशमा आएर अलिकति चाहिँ केही न केही गर्न खोजेको मात्रै हो। त्यो कुनै यहाँ तपाईँ चाहिँ नराम्रो हिसाबमा चाहिँ उनीहरूले गर्न खोजेको चाहिँ होइन। त्यो भएको हुनाले पनि नेपालीहरू पनि छुट्नुपर्छ भन्ने मेरो मान्यता हो साथीहरू। अब अर्को कुरा साथीहरू, मलेसियामा स्यालेरी त बढ्यो, तर स्यालेरी बढेर चाहिँ स्यालेरी कति आउने, के आउने र कस्तो छ त यहाँको बसाइ भन्दाखेरि विशेष गरेर हेर्नु स्यालेरी बढेसँग यहाँको खानपिनमा चाहिँ हाम्रो खाद्यान्नहरूमा एकदमै रेटहरू बढेको अवस्था देखिन्छ। कुनै पनि सामानहरू किन्नुहुन्छ भने बजारमा तपाईँ एउटा कुखुराको 15-20 रुपियाँमा आउँथ्यो भने अब त्यो कुखुरा चाहिँ 25-26 रुपियाँ परिरहेको अवस्था छ भने चामल तपाईँको 35-40 रुपियाँ आइरहेको थियो, अहिले 40-45 रुपियाँ चाहिँ परिराखेको अवस्था छ। केही पर्सेन्टहरू बढिसकेको छ। त्यो भएको हुनाले महिनामा तपाईँको चाहिँ 300-400 रुपियाँ खर्च हुन्थ्यो भने अब चाहिँ तपाईँको लगभग 500 देखि 600 रुपियाँ जति चाहिँ म्याक्सिमम थोरै भए पनि खर्च चाहिँ भइरहेको अवस्था देखिन्छ। र अब अर्को कुरा, स्यालेरी बढ्दाखेरि हामीलाई घाटा पनि भएको अवस्था देखिन्छ। जस्तो तपाईँको खाद्यान्नमा भइसक्यो, प्लस तपाईँको चाहिँ ओटीहरू कटौती भएको छ साथीहरू। ओटी प्रायः कुनै पनि कम्पनीमा चाहिँ मिलिरहेको अवस्था छैन। केही कम्पनीहरूमा चाहिँ ओटी भए तापनि 12 घन्टा ड्युटी गराएर 10 घन्टाको मात्रै पेमेन्ट दिने गरेको छ कम्पनीहरूले। यो चाहिँ अलिकति दुःखद कुरा हो र त्यो भएको हुनाले पनि साथीहरू एकदमै आफू चाहिँ सजग रहनु होला। र मलेसिया यदि आउन चाहिराख्नु भएको छ र यदि खुल्यो भने पनि तपाईँहरू अलिकति बुझेर मात्रै आउनु होला, नेपाली दाजुभाइहरूलाई चाहिँ भन्न चाहे। प्लस तपाईँको चाहिँ अब के छ भने स्यालेरी बढेसँगै मलेसियामा चाहिँ विदेशीहरूलाई, त्यसमा पनि नेपाली, बङ्गलादेशी, श्रीलङ्के र इन्डियनहरूलाई चाहिँ, पाकिस्तानीहरूलाई चाहिँ यहाँको लोकलहरूले चाहिँ एकदमै हेप्ने, उनीहरूलाई चाहिँ पेन्ने, जुनसुकै ठाउँमा गए पनि राम्रै बोलिरहेको भए पनि उनीहरूले धम्काउन खोज्ने, डराउन खोज्ने। त्यो कारणले गर्दाखेरि अलिकति गाह्रो भएको छ साथीहरू। किनभने स्यालेरी बढ्दाखेरि विदेशीहरूको स्यालेरी उनीहरूको भन्दा धेरै आउने भएको कारणले गर्दाखेरि यहाँको मान्छेहरू एकदमै रिसाएको अवस्था देखिन्छ। त्यो भएको हुनाले पनि एकदमै सजग र एकदमै तपाईँ चाहिँ आफ्नो चाहिँ केयर गरेर चाहिँ बस्नु होला। किनभने यो परदेश हो, परदेशमा चाहिँ एकदमै तपाईँले चाहिँ बच्नै पर्छ साथीहरू। अब अर्को कुरा छ साथीहरू, इलिगलहरूलाई चाहिँ घर जान के चाहिन्छ त भन्ने साथीहरूले धेरै प्रश्न गरिराख्नु भएको छ। साथीहरू, इलिगलहरूको लागि विशेष गरेर अहिलेको लागि चाहिँ घर फिर्ती कार्यक्रम चाहिँ स्थगित भइसकेको छ, बन्द भइसकेको छ। किनभने तपाईँ चाहिँ 2024 को डिसेम्बर 31 तारिकसम्म चाहिँ त्यो एकदम निरन्तर रहेको थियो। 500 यहाँको सरकारलाई चाहिँ तपाईँले चाहिँ अलिकति पैसा तिरेर यहाँ बसेर चाहिँ फाइन तिरेर चाहिँ जान मिल्ने सजिलै भएको थियो भने पछिल्लो समय त्यो चाहिँ रोकिसकेको छ। र बिचमा चाहिँ यहाँको सरकारले फेरि मार्च 21 तारिकसम्म पनि तपाईँहरूलाई चाहिँ त्यो एपोइन्टमेन्ट लिएर चाहिँ जान सक्ने वातावरण बनाएको थियो भने त्यो अहिले तत्काल स्थगित भएको कारणले गर्दाखेरि अहिले तत्काल चाहिँ तपाईँलाई घर जानुहुन्छ इलिगलहरू भने तपाईँलाई झन्डै 6,500-7 हजार जति यहाँको लोकलले भन्दा पनि यहाँको दलालहरूले चाहिँ, नेपाली दलालहरूले चाहिँ लिँदै आइरहेको अवस्था पनि देखिन्छ। त्यो भएको हुनाले पनि केही महिना काम गर्नुहोस्, किनभने यहाँको सरकारले चाहिँ फेरि पनि घर फिर्ती कार्यक्रमलाई चाहिँ निरन्तरता दिने भनेको छ। र त्यो कहिलेबाट निरन्तरता दिन्छ त्यो भने ठ्याक्कै भन्न सकिँदैन साथीहरू। त्यो भएको हुनाले अलिअलि आफ्नो काम गरेर चाहिँ पैसाहरू जम्मा गर्दै गर्नुहोस् र तपाईँले चाहिँ घर जाने वातावरण चाहिँ आफ्नो मिलाउने कोसिस गर्नु होला साथीहरू। र अब अरू के छ भने साथीहरू हेर्नुहोस्, विशेष गरेर मलेसियामा बस्ने साथीहरू चाहिँ हुन्डीबाट पैसा पठाउनुहुन्छ भन्ने कुरा पनि सुन्दैछौँ। हुन्डीबाट पैसा नपठाउनु होला, हुन्डीमा एकदमै नराम्रो हुन्छ होइन। हुन्डी भनेको राम्रो होइन, तपाईँले राम्रोसँग बुझ्नु पनि भएको छ होला। यदि बुझ्नु भएको छैन भने अर्कोचोटि म भिडियो लिएर आउनेछु। र आजको जानकारी यति नै। भिडियो कस्तो लाग्यो लाइक, कमेन्ट अनि सेयर र सब्सक्राइब चाहिँ अवश्य पनि गर्नु होला। धन्यवाद। जय देश, जय नेपाल।